प्रस्तावित गरेको छ। सम्झौता पनि हामीले गर्नुपर्ने पृष्ठभूमिमा जातीय पहिचान सहितको कम्तीमा 11वटा हुनुपर्छ भन्ने मलाई लाग्छ। 11वटाका अलिक विस्तृत व्याख्या केही बेरपछिमा छलफल गरौँला। प्राध्यापक कृष्ण खनाल, तपाईँलाई चाहिँ सङ्घीय नेपाल कति प्रदेशको हुनुपर्छ भन्ने लाग्छ? प्रदेशको सङ्ख्या यति नै भन्ने कुरा होइन। आधारहरूले तय गरेको सङ्ख्या जस्तो लाग्छ मलाई। तर पनि मेरो आफ्नो विचारमा 10वटा भन्दा बढी प्रदेश आवश्यक छैन जस्तो लाग्छ। 10वटा भित्र हामी हाम्रा खाँचोहरूलाई व्यवस्था गर्न सकिन्छ। मूल रूपमा भन्दा कुन आधारमा 10वटा? दुईवटा यसको एक प्रकारले पहिचान र भूगोलको सन्तुलनलाई हामीले व्यवस्था गर्ने हो भने 10वटा यस्तो सम्भव छ। पहिचान भनेको केवल भूगोल मात्र होइन अथवा भूगोल मात्रै पहिचान होइन। भूगोलभित्र धेरै कुरा, एउटा राज्यका लागि धेरै कुराहरू लुकेको पसेका हुन्छन्। अर्थतन्त्र हुन्छ, समग्र राष्ट्रिय महत्त्वको विषय हुन्छ भूगोलसँग। त्यसरी भूगोलको अरू पक्षलाई व्यवस्था गरेर पहिचानलाई मात्रै केन्द्रित गरेर प्रदेश बन्यो भने त मन्त्रीले 11 भन्नुभयो, 11 पनि पुग्दैन, त्योभन्दा बढी पनि आवश्यक पर्छ। त्यसले भूगोल र पहिचानको सन्तुलन कायम गर्ने हो भनेदेखि मलाई लाग्दछ त्यो 10वटा भन्दा बढी आवश्यक छैन। 7देखि 10को बिचमा त्यो व्यवस्था गर्न सकिन्छ। त्यसमा म एकैछिन सहभागी तपाईँहरूमा जान्छु। तपाईँहरूको लागि चाहिँ यो नेपालले, यो देशले कतिवटा प्रदेशहरू फिर्न सक्ला? तपाईँहरूको विचारमा चाहिँ कति प्रदेशको नेपाल हुनु पर्ला सङ्घीय नेपाल हुँदाखेरि? मैले अगाडि एकछिन माइक आएको छ। मेरो नाम अङ्कार किसान हो। म नेपाल आदिवासी जनजाति महासङ्घको महासचिव हुँ र मलाई जहाँसम्म लाग्छ नेपालको सङ्घीयता जातीय पहिचानमा नै आधारित हुनुपर्छ। जननिर्वाचित माननीय सभासदहरूले करिब 2.5 वर्ष अहोरात्र खटेर तयार गरेका अवधारणाहरू पहिचान क्षेत्रको 14वटा प्रदेश प्रस्तावित भएको छ। त्यसमा नारायण खोजी गर्नुहुन्न र मलाई जहाँसम्म लाग्छ सामर्थ्यलाई आधार किन मान्नुहुन्न भन्दाखेरि नेपाल राष्ट्र नै आफैमा सामर्थ्य छैन। अहिले पनि 75% भन्दा बढी विदेशी अनुदानबाट राष्ट्र बजेट निर्माण हुन्छ भनेदेखि सामर्थ्य पहिलो आधार मान्नुहुन्न। भोलि प्रदेशहरू पनि त्यही विदेशी अनुदानबाटै चलाउनु पर्छ भन्ने तपाईँको तथ्य? त्यो मैले त्यो भन्न खोजेको होइन। किनभने सामर्थ्य भनेको पछि बन्दै जाने। जस्तै एउटा बिहारको चाहिँ तपाईँले राज्य हेर्नुहुन्छ भने नीतीश कुमार जाने मुख्यमन्त्री हुँदाखेरि त्यसको सामर्थ्य कहाँ थियो र अहिले त्यसको सामर्थ्य कहाँ पुग्यो? त्यस कारणले सामर्थ्य पछि बनेको कुरा हो। मलाई जहाँसम्म लाग्छ यदि समग्र पृथ्वीनारायण शाहले परिकल्पना गरेको 4036 वर्गको फुलबारी हो भने अब सबै फुलहरू फुल्नको लागि एउटा फुलबारीको जुन परिकल्पना हो त्यो भनेको जातीय पहिचानकै आधारमा राज्यको पुनः सन्तुलन। शेर्पाजी तपाईँले भन्नुभयो जातीय पहिचानमा राज्य बन्यो भने 10वटा बन्ला, 12वटा, 14वटा कति भन्दा सबै जातिहरूको चित्त बुझ्ला त फेरि त्यतिखेर पनि? एउटा स्पष्ट म के पार्न चाहन्छु भने नेपालमा 100 जाति छन् र 100 जातिलाई राज्य मागेको होइन। महिलाले राज्य मागेको छैन, दलितले राज्य मागेको छैन। त्यहाँ सबैको आफ्ना मुद्दा छ। राज्य पुनर्संरचना समितिमै दलितका लागि गैर भौगोलिक प्रदेशको राज्य आयोग त्यो आयोगबाट आएको कुरा हो र के भन्छ दलितहरूको चाहिँ मुद्दा भनेको चाहिँ प्रदेशसँग भन्दा पनि उनीहरूको आफ्नो समावेशी परिस्थितिको कुरासँग जोडेको कुरा हो। मुस्लिम समुदायको धर्मनिरपेक्ष र पहिचानसँग जोडेको कुरा हो। त्यस कारणले हामी आदिवासी जनजातिको सन्दर्भमा भने हाम्रो मूल मुद्दा भनेको लिम्बू वर्ग राज्य र नेपाल भन्ने राज्य निर्माण हुनुभन्दा अगाडि त्यो ठाउँमा लिम्बूहरू बस्दथे र त्यो भूगोल लिम्बूकै पहिचान हुनुपर्छ र लिम्बूको पहिचानमा त्यो लिम्बुवान हुँदाखेरि त्यो लिम्बुवान चाहिँ लिम्बू मात्रको राज्य होइन। त्यो लिम्बुवानभित्र सबै जात जाति, क्षेत्रीय ब्राह्मणी, दलित, मुस्लिम, अन्य अल्पसङ्ख्यक समाजका आदिवासी जनजाति बस्न पाउँछन् र त्यो लिम्बुवान सञ्चालनमा सबैको चाहिँ सहभागितापूर्वक रहन्छ। त्यस कारणले हामीले पहिचान क्षेत्रको प्रदेश भौगोलिक प्रदेशको परिकल्पना गर्दाखेरि त्यो चाहिँ जातीय राज्य भन्ने चाहिँ व्याख्या गर्छ, त्यो जातीय राज्य होइन। तपाईँ महासचिव हुनुहुन्छ, तपाईँहरूले विभिन्न नेताहरूलाई चरणबद्ध भेट्दै पनि आउनु भएको छ। तपाईँले खासमा कति प्रदेशको नेपाल हुनुपर्छ भनेर उहाँहरूलाई सुझाव दिइरहनु भएको छ? तपाईँ हामीले संविधान निर्माणको लागि 600 सभासदलाई हामीले निर्वाचन गरेका छौँ। 600 सभासदहरू विभिन्न समितिमा बसेर संविधानका लागि महत्त्वपूर्ण विषयवस्तुहरूमा छलफल गर्ने निर्णय निकालेको छ।
त्यो छलफलको प्रतिवेदनहरू अब संविधानको मस्यौदामा लानुपर्छ। यहाँ दलको नेताले बसेर संविधान बनाउने हो भने 600 सभासद किन निर्वाचन गर्ने? त्यसकारण राज्य पुनः समितिका सम्मानित सार्वभौम सत्ता सम्पन्न माननीयज्यूहरूले 14 प्रदेश राखेर त्यो 14 प्रदेश बिना परिवर्तन गरेर मस्यौदामा लाने, त्यसमाथि जनताको चाहिँ अभिमत सङ्कलन गर्ने अनि तत्पश्चात संविधान। यहाँ दोस्रो मेरो प्रश्न नम्बर 1 चाहिँ हाम्रो मन्त्रीज्यूलाई, गोपाल किराँतीज्यूलाई, सिङ्गो आधा आकाश दामेका महिला मध्ये आदिवासी जनजाति महिलाहरूलाई यो संविधानले के व्यवस्था गरेको छ? दोस्रो चाहिँ हाम्रो संविधानले के व्यवस्था गरेको छ? महिलाहरूको लागि चाहिँ विशेष अहिले के भइरहेछ भने महिला भनेपछि महिलाको हरेक कोठामा संविधानले व्यवस्था गरेको अलिकति फरक होला बहस। जस्तो महिलाको हिसाबले तपाईँ आदिवासी जनजाति महिला महासङ्घको अध्यक्ष भन्नुभयो, तपाईँलाई लाग्ने चाहिँ राज्य पुनर्संरचना हुँदा के हुनु पर्ला? कस्तो प्रदेश, कति प्रदेश? अब हामीले हाम्रो भनाइ के छ भने जनताले 601 जना सभासदलाई चिनेर त्यहाँ पठाएको छ र 601 जना सभासदले गरेको कुरालाई चाहिँ नपताइकन उहाँहरूलाई हटाएर फेरि 6-7 जनाको चाहिँ आयोग बनाएर पठाएको छ। त्यो हामी कुनै कदमी जनताले मान्दैन। त्यो प्रदेशमध्ये यति हुनुपर्छ उति हुनुपर्छ भन्दा पनि 601 जना सभासद त्यहाँ चाहिँ त्यो निर्माण गर्नुको लागि त्यहाँ जानुभएको, संविधान लेख्नुको लागि आउनुभएको र आज चाहिँ नेताहरूले बाहिर पुलिस सेना राखेर 6-7 जना मात्रै भित्र गएर चाहिँ गोप्य सम्झौता हुन्छ भने यो 601 जनाले सभासदलाई चाहिँ जनताले चुनेर पठाएको चाहिँ के हो त? एउटा कुरा। दोस्रो कुरा एउटा मेरो चाहिँ अर्को उहाँ चाहिँ हाम्रो कृष्ण खनालजीलाई मेरो क्वेसन छ। जो नेपालमा एउटा चाहिँ पढाइ लेखे भने ब्राह्मण क्षेत्री जातका, मैले सिधा भन्नुपर्दा आदिवासी जनजाति भनेर महिलाको कोठा पनि उहाँले बखाल्नु भएको छ र उहाँले एउटा नेपालको एउटा विद्वान मान्छ भने उहाँले कम्प्युटर हेरेर उहाँले चाहिँ घरमा बसेर कल्पना गरेर चाहिँ संहिताको कल्पना गर्नुहुन्छ र उहाँले चाहिँ यत्रो चाहिँ संहिताको बारेमा बहस गर्नु भएको छ भने उहाँले चाहिँ कति ठाउँमा चाहिँ उहाँ पुग्नु भएको छ, उहाँ फिल्डमा कति उत्रिनु भएको छ। अनि यस्तै हाम्रो अर्को डाक्टर आयोगमा भएको डाक्टर के उहाँको रमेश ढुङ्गेल, जस्तो रमेश ढुङ्गेललाई हामी उहाँलाई विद्वान भन्ने कि उहाँलाई के भन्ने भाषामा त्यसको उल्टो भन्दा के हुन्छ? उहाँ चाहिँ तपाईँको चाहिँ मान्छे पुगेको छैन, यहाँ त्यहाँ शेर्पा 1 जना पनि छैन भने त्यसलाई डाक्टर कुन खालको डाक्टर हो? त्यो चाहिँ प्रश्न हुनु पर्यो। आज उहाँ रमेश मैले उहाँ चाहिँ अब एकदम संहिताको बारेमा एकदम बहस गर्नु हुने, संहिताको बारेमा पर्फेक्ट भएर उहाँले चाहिँ यति प्रदेश चाहिन्छ भनेर उहाँले तोक्नु सक्नुहुन्छ भने उहाँ कहाँ पुग्नु भएको छ त्यसको चाहिँ जानकारी हामीलाई चाहियो भन्ने चाहिँ तपाईँबाटै जवाब सुरु गरौँ। नाम्चे पुग्नु भएको छ कि छैन? उहाँको प्रश्नको आशा अहिले नाम्चे नपुग्दैमा नेपाल देखिएको छैन भनेर भन्न मिल्दैन। नाम्चे नपुगे पनि त्यो नाम्चे बजार भएको जिल्ला पुगेको छु म। मन्त्रीजीसँगै हुनुहुन्थ्यो, त्यहाँ खुला हाउसमा कार्यक्रमै गरेको छु। मैले लाग्छ म यो कोठामा भएका धेरै मानिसहरूभन्दा नेपालमा पैदल यात्रा गरेको छु, खाली खुट्टा हिँडेको छु। अहिलेको बाटोघाटो बन्नुभन्दा अगाडिदेखि नै घुमेको छु, गाउँ गाउँमा बास गरेको छु।
नाम्चे नपुग्दैमा नेपाल पुगेको छैन भनेर भन्न मिल्दैन। तपाईँले नपुगेको ठाउँ थुप्रै होला नेपालमा, त्यसमा तपाईँले टेकेको र देखेको मात्रै नेपाल भनेर भन्न मिल्दैन। जसरी मैले पनि नाम्चे नदेखेको राज्य पुनर्संरचना समितिले जुन आधार तयारी गरेको छ त्यो नेपाली सन्दर्भमा पुरै वैज्ञानिक छ। दुर्भाग्यको कुरा हो कि त्यसको सैद्धान्तिक आधार अवधारणा तयारी गर्दा कुनै दलको कुनै व्यक्तिको पनि त्यहाँ असहमति थिएन। हामी सबैले एकताबद्ध भएर 43 जनाले नै त्यो समितिमा त्यो आधार बनाएका हौँ। 14 प्रदेशमा कांग्रेस एमाले प्रदेशका पार्टीहरू पनि समर्थन थिए। मात्र त्यो सङ्ख्या निर्धारणको बेला नेपाली कङ्ग्रेस र मधेसवादीहरूले आपत्ति जनाएका थिए। त्यसरी हामीले एक मतले तयारी गरेको सैद्धान्तिक अवधारणामा पहिचानको आधार उपशीर्षक अन्तर्गत जातीय, समुदायगत, भाषिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक निरन्तरताको कुराकानी त्यहाँ समावेश छ र त्यस आधारमा राज्यको पुनर्संरचना गरिनुपर्छ। त्यसलाई हामी जातीय पहिचानको आधारमा सङ्घीय नेपालको निर्माण भन्दछौँ र त्यही आधारमा 11वटा कमसेकम सम्झौताको निम्ति ठाउँ राखिदिँदा तर तपाईँको अध्यक्ष र प्रधानमन्त्री सम्बन्धित एउटा पार्टीहरूको ठुला नेताहरूको भर्खर एउटा रिजोर्टको बैठक छ देखि 8वटा प्रदेश बनाउने भनेर भित्रभित्रै ट्यासिट अन्डरस्ट्यान्डिङ हुन्छ के अरे भित्रभित्रै त्यस्तो सहमति गराएर छ नि। त्यसको केही पनि सहमति माओवादीको तर्फबाट भएको छैन। हिजो मात्र नेपाली कङ्ग्रेस र नेकपा एमाले 7 प्रदेश बनाऊ भनेर जुन छलफल गर्ने काम भयो मिडियामा सुनियो र त्यो 7 प्रदेश 6 प्रदेश कसको प्रदेश रहेछ भन्ने कुरा त सोध्नु प्रश्न गर्यो। त्यसकारण माओवादीको तर्फबाट त्यो निर्णय भएको छैन, हुन सक्दैन। 7 प्रदेशको नेपाल वा 8 प्रदेशको नेपाल भयो भने के फरक पर्छ त तपाईँ? त्यसो भयो भने केही पहिचानका जो प्रस्तावित स्वायत्त राज्यहरू छन् तिनको सङ्ख्या घट्नेछ र जसको सङ्ख्या घट्नेछ ती जनसमुदायहरू आक्रोशित हुनेछन् र उनीहरूले विद्रोहको स्थिति पैदा गर्नुपर्ने हुन्छ। त्यसैले गर्दा कमसेकम 11वटा हुनुपर्छ। 11वटासम्म भयो भने चाहिँ नेपालभित्रको सबै जात जाति जनजातिको पहिचान भावना त्यसले प्रतिनिधित्व गर्छ। राज्य पुनर्संरचना समितिले 2वटा संरचनाको सिफारिस गरेको छ। पहिलो मूल संरचना जस अन्तर्गत केन्द्र, स्वायत्त राज्य र स्थानीय सरकार अथवा निकाय र त्यसले सम्बोधन गर्न व्यवस्थापन गर्न जातिहरूको भाषिक सांस्कृतिक समुदायको यदि सकेन भने विशेष संरचनाद्वारा त्यसको सम्बोधन गरिनुपर्छ भनेर चाहिँ भनेको छ। र विशेष संरचना अन्तर्गत स्वायत्त क्षेत्रहरू जातिहरूको र चाहिँ विशेष क्षेत्रहरू र संरक्षित क्षेत्रहरू हुनेछन्। उनीहरूको जनसङ्ख्या र भूगोलको स्थितिलाई मध्यनजर गर्दै हामीले चाहिँ जातीय स्वायत्त क्षेत्र, जातीय संरक्षित क्षेत्र, विशेष क्षेत्रको रूपबाट 101 जातिको हामी सम्बोधन र व्यवस्थापन गर्छौँ। प्रदेश बनायो भने पनि तपाईँले भन्नुभएको स्वायत्त, संरक्षित र विशेष क्षेत्र बनाएर अरू जात जाति वा नसमेटिएका समुदायको भावनालाई प्रतिनिधित्व गर्न सकिन्न। नेपाली कङ्ग्रेस र एमालेका साथीहरूले लिम्बुवान, किराँत, शेर्पा प्रस्तावित प्रदेशलाई मिलाएर एउटा बनाउने, पश्चिमको जडान पनि के कसो त्यसै गर्ने भनेर चाहिँ मलाई पनि भन्ने गर्नुभएको छ। र त्यसको निम्ति त गएर लिम्बूलाई सोध्नु पर्यो, शेर्पालाई सोध्नु पर्यो, जडानको जनतालाई सोध्नु पर्यो, किराँती जनतालाई सोध्नु पर्यो। उनीहरूले मान्यो भने मलाई आपत्ति हुँदैन। तपाईँलाई चाहिँ तपाईँ व्यक्तिगत रूपमा चाहिँ मान्नुहुन्छ कि मान्नु? मैले 11 प्रदेशभन्दा तल जेठ 14 अगाडि मान्न सक्दैन। त्यसपछिको परिस्थिति थाहा छैन।